वकिल साहब गुड मर्निङ। मर्निङ। सीताराम, उहाँलाई किन रोकिरहेको? माथि पठाइदेऊ। आउनुहोस् वकिल साहब। मालिक, खास माली भनेको पछाडिको कची आफैले बढी सुन्नु भएछ हजुर। वकिलले बढी सुन्दैन, बढी बोल्छ। म पनि माइक टाइसन हुँ। माइक टाइसन खेर यस्तो भएछ? वकिल साहब भन्नुहोस्, के लिनुहुन्छ? म त फिस लिन्छु। फिस? वकिल हुँ, फिस त लिनै पर्यो। हामी त चिकन मात्र लिन्छौँ। ओके, एउटा कुरा, तपाईँले बिहेको बारेमा केही सोच्नु भएको छ? केटा मान्छे हुँ, बिहेको बारेमा अहिले सोच्दिनँ। किन? केटाहरूले बिहेपछि मात्रै सोध्छन् किन बिहे गरेछु भनेर। तपाईँलाई मैले बिहेको प्रस्ताव गरेँ भने राम्रै हुन्थ्यो, तर बिहेपछि म बच्चा चाहन्छु, त्यो तपाईँबाट सम्भव छैन। ठट्टा धेरै गर्नुहुँदो रहेछ। अब सिरियस कुरा गरौँ। मैले तपाईँसँग आस्थाको बारेमा कुरा गर्न खोजेको। ओ आस्था? हुन्छ हुन्छ। आस्थाको बारेमा थाहा छ तपाईँलाई? किन थाहा नहुनु, वकिल हुँ, सबैतिर आँखा जान्छ मेरो। आस्था मलाई एकदमै मनपर्छ, तर एउटा समस्या छ, त्यो च्यानलमा समाचारै आउँदैन। वकिल साहब कमान, मेरो छोरी आस्था, हामीले उसको लागि मिस्टर राइट खोजिराखेका छौँ। मैले त्यो गुण तपाईँमा पाएँ, त्यसैले। सरी, मैले अहिले बिहेको बारेमा कुनै सोच बनाएको छैन। हेर्नुहोस्, मेरो अहिले करियर बनाउने बेला छ। थुप्रै केसहरू जित्छु भन्ने लक्ष्य छ। यो महिलाको केसमा अल्झेपछि अरू सबै केस हारिन्छ। के भयो काकु? हाय, आई एम आस्था। तपाईँ आस्था हो भने म महामूर्ख हुँ। यस्तो राम्रो च्यानलमा किन चाहियो न्युज? प्लिज हजुर, अहिलेको कुरालाई सिरियसली नलिनु होला। अरे वकिल साहब, अघि त हुन्न भन्नुहुन्थ्यो त। अब विश्वामित्रको कुरा त टिकेन भने मेरो कहाँबाट टिक्छ? आई एम रेडी। बाइ द वे आस्थाजी, पछि गएर यो हाइटको प्रब्लम त आउँदैन नि है? रिट दायर भयो, फैसला चाँडै हुन्छ, तयार रहनु होला। एक्सक्युज मी, टी त लिएर जानु? वकिलले टी लिँदैन, फी लिन्छ। हेलो मेरो ड्रिम बोय, एउटा कुरा भनौँ, मेरो रियल लाइफको ड्रिम बोय पाएँ मैले। तिम्रो जस्तो हाइट त छैन उसको, तर दिमाग भने तिम्रो भन्दा शार्प छ। तिम्रो जस्तो मसल्स पनि छैन उसको, तर एउटा बानी तिमीसँग मिल्छ। उसले पनि तिमी जस्तै एकचोटि कमिटमेन्ट गरेपछि आफ्नै कुरा पनि सुन्दैन। जेलस? तिम्रो जीवनमा पुरै घोलिन्छु भन्नमा नुन पनि होइन। यति नै माया गर्छु भनी शपथ खानामा कानुन पनि होइन। तिम्रो मायाको ज्वाला यो मनमा सधैँ बलिरहेछ। वकिल हो, राम्रो छ। सबैभन्दा राम्रो त उसले आफ्नो बिहेको बारेमा सोचेको पनि रहेनछ। खाली काम काम काम। केटीको चक्करको त कुरै छोड्दे। खुरुक आइज नि मेरो बिहेमा फेरि। त्यतिखेर चाहिँ काम भनिस् भने मैले जाने छु।
ल ल धेरै डाहा नगर, राखिदिन्छु अहिले म। बाई। गुड आफ्टरनुन म्याम। हेलो, तिमी कहाँ हौ? ए म अस्ति त्यो डिभोर्स केस थियो नि श्रीमानसँगको, हो उहाँ महिलासँगै छु। आज त्यो केसको फैसला भयो, अनि त्यो कागज सागज बनाएर त्यसको फाइनल गरिदिँदैछु। ओ थ्याङ्क गड। मैले त के सोचिरहेको थिएँ। अघि तिमीहरू दुईजनालाई मैले बाइकमा देखेको थिएँ। ओ शङ्का, भेरी गुड। जहाँ माया त्यही शङ्का। ओके बाई। अनि होटल कस्तो चलिरहेछ? राम्रो छ म्याम, गेस्टहरूको बुकिङ पनि राम्रो छ। गुड। यो स्कुटर यहाँ? गेस्टको म्याम माथि रुममा हुनुहुन्छ। गिभ मी मस्ट की। यो तिम्रो वास्तविक चरित्र? सेम हो। कुरा के भने नि आस्था? अब के? अब के? अरू के भन्नु बाँकी छ? हेर, तिमी हदभन्दा अगाडि जाँदैछौ। म क्लियर मान्छे हुँ र कुरा पनि क्लियर गर्छु, र म अरू केटा जस्तो केटी घुमाएर निप्ले भए पनि होइन। यो केटीको केस लडेको थिएँ, आज फैसला भयो, मुद्दा पनि जिताएँ। उसँग मलाई दिने पैसा थिएन, र तिमीलाई थाहा छ म सित्तेमा कसैको केस लड्दिनँ। बन्द नगर्नु न त्यो गीत। नकराउ तिमी। दिन ढल्यो अँधेरी रातमा, दिन ढले पनि तिम्रो उमेर त ढलेको छैन नि। छोरी, आज चाहिँ म तिमीलाई विशेष फोटो देखाउँछु। प्लिज काकु, बरु मलाई बन्दुक देखाउनुस्, बम देखाउनुस्, तर केटाको फोटो। अब तिमीलाई यस्तो फोटो देखाउँछु म, तिमीले नो भन्ने कुनै चान्सै छैन। नो 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 काकु। एकचोटि हेर न पहिला, प्लिज एकचोटि हेर न। सलमानको पनि गेस्ट रोल छ र मेरो लाइफको स्टोरीमा? यो सलमानको र मेरो भाग्य पनि उस्ता उस्तै रहेछ। यही सलमानको फ्यान भएर हो कि मेरो पनि बिहे नभएको? छोरी, तिम्रो ड्रिम बोय तिम्रो लाइफमा आयो, तिमी पनि सलमानको फ्यान, यो पनि सलमानको फ्यान। को हो यो?
कमिटमेन्ट गर्दैन पाण्डे, कारबाही गर्छ। यो इन्सपेक्टर पाण्डे पुलिस फोर्सको हिरो हो छोरी। खोइ त्यो खरेल भनेको त सुनेकी थिएँ, तर पाण्डे भनेको फर्स्ट टाइम सुन्दैछु। घुस र उपहारलाई हेर्दै नहेरी थुक्छ। सन्तोषी छ पाण्डे सरकारी रासनले नै पुग्छ। तर सुन्दा कस्तो एक्साइटेड भयो म। साँच्चै काकु, गुण्डाहरू त्यस्तो डराउँछन् उदेखि? साले हो, नत्र म तिमीहरूको शरीरमा यति पाल पार्छु कि तिमीहरू आफै कन्फ्युज हुन्छौ। यो मेरो शरीर हो कि 55 झ्याले दरबार? चौबीस घण्टामा तिमीहरूले चोरेको पैसा लिएर मेरो थानामा होइन, मेरो घरमा सुटुक्क आउने। नत्र भने तिमीहरूको शरीरमा म यति पाल पार्छु कि तिमीहरू आफै कन्फ्युज हुन्छौ। यो मेरो शरीर हो कि 55 झ्याले दरबार? अझै कति भित्र हो काकु? अलि भित्र छ, तर छोरी यहाँ होशियार पुर्याउनु पर्छ। यो चोर बजार हो, यहाँ सामान हराउनु पनि सक्छ। काकु, मेरो नेकलेस! म भन्दै थिएँ नि, तर बी पोजिटिभ। राम्रो भयो हराएर। काकु, जे कुरामा पनि बी पोजिटिभ। कमसे कम 10 लाखको नेकलेस थियो। त्यो पाण्डे इन्सपेक्टरको खुबी चेक गर्न पाइन्छ। त्यो गफाडी हो कि साँच्चीकै क्यापेबल छ भन्ने कुराको टेस्ट पनि हुन्छ। काकु, 24 घण्टामै केस सल्भ गर्छ पाण्डे। भान केटी, यो केटाले के गर्यो? रेप गरो साहब। रेपै गर्यो? यसले मलाई रेप गर्ने प्रयास मात्र गरेको हो साहब। यसले मेरो हात मात्र समातेको हो साहब। आँखा चाहिँ साँच्चै नै झिम्काकै हो। ओके साहब, यो मान्छे को? म त यसलाई चिन्दिन त। कुटाई पनि खाइस, 4 लाख पनि गयो र मुक्ति पनि पाइस। यो पाण्डे अपराधीलाई सुध्रने मौका पनि दिन्छ। जा। हजुरको जय हो सर। त्यो पाण्डे के पाण्डे? हजुर पाण्डे पो पाण्डे त। थापाजी, प्रहरी भएर अनुशासनमा बस्नु पर्दैन? पुलिस भयो भन्दैमा आफ्नो स्वास्नीलाई अँगालो मार्न पनि पाइँदैन साहब। मजाक गर्नुहुन्छ थापाजी। मिसेस थापा, पैसा। अब यो 1 लाख तपाईहरू 25 जना बाँडेर लिनुहोस्। घुस र उपहारलाई हेर्दै नहेरी थुक्छ। सन्तोषी छ पाण्डे सरकारी रासनले नै पुग्छ। साहब, बाहिर मान्छे भेट्न आउनु भएको छ। पाण्डे, इन्सपेक्टर पाण्डे। हाय, आई एम आस्था। समस्या के हो? चौबीस घण्टा भन्दा 1 सेकेन्ड पनि पर जाँदैन।
उहाँले तपाईँ र मेरो बिहेको कुरा गर्नुभएको थियो, तर जबसम्म उहाँको हार भेटिँदैन तबसम्म बिहेको कुरा क्यान्सल। जुन एरियामा प्रहरी अधिकृतको हुनेवाला श्रीमतीको हार सुरक्षित छैन, त्यो एरियामा केही पनि सुरक्षित छैन। तपाईँ ढुक्क भएर जानुहोस्, त्यो हार मैले भेटिन भने मैले हारेको महसुस गर्छु। मिस्टर पाण्डे, तपाईँ र दबङको पाण्डेमा कति फरक छ? केही फरक छैन। बलिउडका निर्देशकहरू म कहाँ आए, मेरो पर्सनालिटी देखे फिल्म बनाउँछु भने मैले ओके भन्ने, तर के बनाए? चञ्चल पाण्डेलाई चुलबुल पाण्डे। चुलबुल मान्छे हो कि साँडे? त्यो बेला मैले चस्मा यहाँ राखेका थिएँ, चिप्लेर यहाँ अड्केछ। तिनीहरूले त त्यसलाई स्टाइल बनाइदिए। ओके इन्सपेक्टर साहब, अब एकछिन हाम्रो कुरा पनि। नो, पहिला हार अनि मात्र प्यार। बॉयज, आजदेखि यो एरियामा चोरी भो, डाका लाग्यो, रेप भो, नो प्रब्लम। हार इम्पोर्टेन्ट। उहाँसँग हारको फोटो लिनु र यो एरियामा भएको गुण्डाहरूको स्विप सर्च गर्नु। इज द्याट क्लियर? Yes, sir. गुड। सल्लु उसको हाउभाउ तिमी जत्तिकै स्मार्ट छ। थाहा छ, 24 घण्टामा सल्भ गर्छ रे जस्तो सुकै केस पनि। मेरो हराएको हिराको हार उसले 24 घण्टामा पत्ता लगाउँछ कि लगाउँदैन? भगवानसँग प्रार्थना गर्छु उसले त्यो चोर र मेरो हार 24 घण्टामै पत्ता लगाओस्। उसले पत्ता लगाउन सक्छ नि सल्लु? 24 घण्टा, मात्र 24 घण्टा। यो सडकमा सेटी बजाउँदै दबङ दबङ गर्दै हिँड्ने पाण्डे होइन। तपाईँ आफ्नो हातको घडी हेर्नुहोस्, 23 घण्टा 59 मिनेट। चोर तपाईँको खुट्टामा, हार मेरो हातमा। God, really, I'm impressed. You are genius. चौबीस घण्टा, मात्र 24 घण्टा। यहाँ पनि 24 घण्टा? ल, सिक्वेन्समा पनि 24 घण्टा? तपाईको यो आँखा हेरिरह्यो भने 24 घण्टा होइन, 48 घण्टा नै छुट्टी बस्न मन लाग्छ।
धोकेबाज रे हाय धोकेबाज रे तिम्रो आँखा बडा धोकेबाज रे धोकेबाज रे तिम्रो आँखा बडा धोकेबाज रे हिजो चिन्थ्यौ मलाई भुली गयो आज रे धोकेबाज रे हाय धोकेबाज रे तिम्रो आँखा बडा धोकेबाज रे धोकेबाज 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 रे तिम्रो आँखा बडा धोकेबाज रे किनारी सौछौमा सञ्चलसँग चमेली के गरी फकाउँ भन न किनारी सौछौ म चञ्चलसँग चमेली के गरी फकाउँ भन न किन पछि लाग्छौ जान देऊ निष्ठुरी मलाई थाहा छ तिम्रो बहाना जिन्दगी आफ्नोमा तिमलाई दान दिदिउँ आसेरा ताहेर यो पराण दिदिउँ हिजो चिन्थ्यौ मलाई भुली गयो आज रे धोकेबाज रे हाय धोकेबाज रे तिम्रो आँखा बडा धोकेबाज रे धोकेबाज 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 रे तिम्रो आँखा बडा धोकेबाज रे साहब पुलिस भएर पुलिसबाटै पिटाइ खाने म विश्वकै पहिलो व्यक्ति हुला साहब हुन्छ कहिलेकाहीँ हुन्छ तपाईले त्यसको बदलामा भाउजू पाउँदै हुनुहुन्छ अनि हजुरले त अलिअलि मात्रै कुटाइ खानुपर्छ भन्नुभएको थियो नि त पाण्डे भनेपछि त सलमान खानको स्टाइलमा पिट्न पर्यो नि अमोल पालेकरको स्टाइलमा पिटेर केटी इम्प्रेस्ड हुन्छ साहब पछाडि भाउजू गुड अहिले तपाईले कुरा बुझ्नुभयो भाउजू हे तेरिका साहब पछाडि भाउजू भने क्या भाउजू के हो तपाई मैले अहिलेसम्म राम्रोसँग हेर्न पाएको छैन तपाईले अगाडि पछाडि हेर्न भ्याइसक्नुभयो छाडा मान्छे हेर्नुहोस् यो कुरा कसैले थाहा पायो भने म तपाईको शरीरमा यति पाल पार्छु बस म आफै कन्फ्युज हुन्छु सास फेर्ने पाल कुन हो भात खाने पाल कुन हो बडो राम्रो मिस्टर पाण्डे बडो राम्रो
यो हार मेरो, यो हार कसको? एउटा हार मेरो हराएको थियो, दुईटा हार कसरी आयो? हाम्रो साहब त मा ट्यालेन्ट, एउटा स्वास्नी हरायो भने रिपोर्ट गर्नुपर्छ, दुईटा ल्याइदिनुहुन्छ। आज क्लियर भए, डुप्लिकेट भनेको डुप्लिकेटै हुँदो रहेछ। जसरी डुप्लिकेट सामान 5 दिन पनि टिक्दैन नि, त्यसरी तिम्रो विश्वास 5 घण्टा पनि टिकेन। बजारमा पाइने सस्तो चाइनिज सामान रहेछ तिम्रो विश्वास। स्वास्नी त चाँडै मर्छे, अर्को बिहे गर्न पाइन्छ। नमस्कार पाण्डे इन्सपेक्टर साहब, हिजो हार त लानुभयो, बिल त लानै बिर्सनु भयो नि, त्यही भएर लिएर आएको। ल लिनुहोस्। दशा लाग्या बेला घरमा कुकुर ब्याउनु र स्वास्नीले बच्चा पाउनु एउटै टाइम हुन्छ भने यही हो। साले तँलाई पनि यही बेला मुन्टिनु परेको थियो। धोखेबाज रे हाय धोखेबाज रे, तिम्रो आँखा बडा धोखेबाज रे। हजुरबुवा, मैले तपाईको चाहनालाई बुझेर बिहे गर्न खोजेँ, तर हरेक ठाउँबाट धोका। म थाकिसकेँ हजुरबुवा। हजुरबुवा, सीताराम, ओइ सीताराम। हजुर। हजुरबुवा खोइ? वास्तवमा अनुसन्धान गरेर भन्नु पर्दा मलाई त थाहै छैन। तिम्रो हजुरबुवा मेरो कब्जामा छ? तिमीहरूले मेरो हजुरबालाई यहाँ किन ल्याएको? किन ल्याएको? डन, एउटा कुरा बुझेनौ हामीले, तपाईँ त्यो केटीसँग बिहे गर्न आँटेको मान्छे, त्यो पुलिसले गर्दाखेरि काम कुरो बिग्रियो। अब अपहरण नै गर्नु परेपछि सिधै त्यही केटीलाई गरे भइगयो नि। यो हाफबोइल बुढालाई किन? डन भन्ने बित्तिकै नआसिकिन डाइलेगै बोल्नुहुन्न कि क्या हो? Shut up! Shut up! साला पुलिसले यस्तो दिमाग लगायो कि मेरो बिहाको दिनमै मलाई फ्यात्त समय हाल्यो। एक रात मात्रै मलाई छोडिदिएको भए आज सोचे धन कक्षा 6 मा पर्ने भइसक्थ्यो। त्यो केटी ब्याङ्कको, अनि यो बुढा एटिएम कार्ड। अब एटिएम कार्ड आफ्नो हातमा परिसकेपछि रातको 12 बजे पनि पैसा फुट निस्कदैन भन्छ। दिमाग लगा पासा, दिमाग। थिंक विथ योर हेड। को पोए डन,
त्यही पनि केटीलाई अपहरण नगरेर यो बुढोलाई चाहिँ किन गरे अनि? थुक्क साला, एउटै प्रश्न बारम्बार सोच यार। तिमीहरूले मेरो हजुरबालाई यहाँ किन ल्याएको? किन ल्याएको? मेरो हजुरबालाई यहाँ ल्याउने हिम्मत कसरी गरिस्? ए आस्था, अब तिम्रो हजुरआमा माथि, हजुरआमालाई लिएर आउनको लागि मलाई माथि जानुपर्छ, त्यो हिम्मत ममा छैन। अनि हजुरबालाई लिएर आउनको लागि के आइछ बार? मेरो हजुरबालाई खुर्क लिएर आइज। ल्याएन भने के गर्छस्? यही हो तेरो तरिका भाउजूसँग बोल्ने? को भाउजू डन? तेरो आमाको पोइ। आमाको पोइ को? ठिक्क हेड बिग्री एक्टिभिटी त हुन्छ। वे लिएर आइज ससुरबालाई। हजुरबा, तपाईँ ठिक त हुनुहुन्छ नि? अब आइन्दा मेरो हजुरबालाई छोइस मात्र भने तेरो के हालत हुन्छ हेर्दै जा। आस्था, तिमी मेरो लाइफमा ब्रेकफास्ट बनेर आऊ। आस्था, दुनियाँको लागि तिमी आस्था, तर मेरो लागि तिमी नास्ता। लभको डायलग ठिक छ? जाउँ हिँड्नुहोस् हजुरबुवा। के त लभको डायलग चित्त बुझेन क्या हो? साला कुटेर गयो। के भने त त्यो हजुरले? आस्था तिमी मेरो नास्ता, डिनर चाहिँ अर्कैले खुवाउने विचार छ क्या हो? पोइ सारा मान्छेको अगाडि कुटेर गयो यार। त्यत्रो हिम्मत गर्यो त्यो गुण्डाले। हामी पुलिस कहाँ जानुपर्छ होला? पर्दैन, त्यसलाई मैले राम्रो ट्रिटमेन्ट गरेर आएको छु। तर काकु, केटाहरू भनेपछि मलाई आजकल घृणा लाग्न थालेको छ। यी केटाहरू सपिङ मलमा राखेका डमी जस्ता छन्। टाढाबाट राम्रो देखिन्छन्, तर नजिक गएपछि यसको रियालिटी थाहा हुन्छ। त्यसैले काकु म बिहे गर्दिन। तिमीले भनेको कुरा ठिक हो, तिम्रो बिहे जरुरी होइन। हामी सोशल प्राणी हौ, एउटाको खुसीको लागि हामीले आफ्नो इच्छा त्याग्छौं। हजुरबुवाको खुसी गाँसिएको छ तिम्रो बिहेसँग। जुन एक्सिडेन्ट हाम्रो घर परिवारमा भयो त्यसले यो घरको खुसी हराएको छ। तिम्रो बिहेपछि हजुरबुवाको अनुहारमा खुसी आउँछ। यो घर फेरि एकपटक घर जस्तो हुन्छ। आजसम्म नारीको सम्मान नगर्ने पुरुष भेट्यौ तिमीले। कुनै न कुनै दिन तिमीले भनेको जस्तै पुरुष भेट्छौ। अरूको पास तोड्न नि खोज्छस्? ठोक्दियौ, ठोक्दैला, ठोक्दै। मनमा कतिको सङ्गत पनि साला कस्तो कुकुरसँग नपुगेछु। हेर्न साला गिट्टो गर्छ यार, गिट्टो गर्छ म जस्तै। दिमाग लगा पासा दिमाग। पहिलो गएर त हेर, तेरो छालाको ज्याकेट र त्यसको छालाको बुट बनाएर जिन्दगीमा त्यही लाने हिँड्छु म, हेर्दै जा।
ओइ तैँले डनकै एरियामा बसेर डनसँगै फुर्ती गर्छस्? तँलाई थाहा छ डनलाई 11वटा देशको पुलिसले खोजिरहेछ। जागिर छोडिसकेका पुलिसले खोजिरह होला। यो दाइले त जहिले त्यही बागबजारमा आइसक्रिम खाइरहेको देख्छु म। त्यही वरिपरि पुलिस घुमिरहेको हुन्छ, कहिले केही गर्दैन। होइन त दाइ, आज आइसक्रिम खान जाने होइन दाइ? मुखै लाग्छस्, डनको इन्सल्ट गर्छस्, दिउँ तँलाई। शताब मान्छेलाई पिस्तोलले हान, बमले हान, तर थप्पडले नहान। थप्पडको पीडा कस्तो ठुलो हुँदो रहेछ बाबु। दिमाग चला पासा, तर हात चाहिँ नचला, बुझिस? शुभ प्रभात। क्यापिटल एफएम को साहित्यिक श्रृङ्खला साहित्यको अङ्गालोमा तपाईलाई हार्दिक स्वागत छ। म दिपेन्द्र। आजको यो श्रृङ्खलामा हामी युवा कवि उद्वेग प्रसाद मनोहरलाल पवित्र हृदय उपाध्यायसँग तपाईको साथ